स्तुति गर्छु औपचारिक रूपमा शुभारम्भ हामी गर्दैछौँ। आदरणीय राष्ट्रिय गुरुबाहरू यहाँ मञ्चमा आइदिनको लागि हार्दिक अनुरोध गर्दछु।
मेरो देब्रेपट्टिको मुनिपट्टिको गेटबाट त्यसतर्फ यहाँहरू जान सक्नुहुन्छ। अब हामी राष्ट्रको लागि प्रार्थना गर्न गइरहेका छौँ। नेपाल राष्ट्रलाई परमेश्वरले हामीहरूलाई दिनुभएको छ र नेपाल राष्ट्रलाई हामीले सम्पूर्ण मन्त्रीज्यूहरूलाई सम्पूर्ण नेपाली क्रिस्चियन समुदायको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्दछौँ। सम्माननीय प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रीमण्डलको कार्यकाल सफल रहोस् र सबै आदरणीय सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको मन्त्री परिषदले सबै धर्मावलम्बीहरूलाई सम्मानका साथ आदरका साथ लिनुभएको होस् र हामी सधैँ नै नेपाली क्रिस्चियनहरू मन्त्री परिषद लगायत सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई प्रार्थना गरि नै राख्नेछौँ। साथै अब देशको लागि प्रार्थना गर्नेछौँ। हामी सबै तयार छौँ।